नमस्ते एभ्रिवान। आज चाहिँ हामी यो काभ्रेको नमोबुद्धमा घुम्न आएको छौँ र यहाँबाट के देखिन्छ, यहाँको भूगोल, यहाँको सुन्दरता म देखाउन गइरहेको छु। भिडियो हेर्दै गर्नु होला। र यता पछाडि चाहिँ यस्तो सिन देखिन्छ, देख्न सक्नुहुनेछ। यस्तो बब्बाल राम्रो सिन छ। हामी चाहिँ आज 9 जनाको टिममा आएको यहाँ घुम्नको लागि चाहिँ। नमोबुद्ध एकदम राम्रो छ यहाँ घुम्नको लागि चाहिँ, काभ्रेको नमोबुद्ध। अनि अशोक सर कस्तो लाग्यो तपाईँलाई? एकदम ठिक छ। काभ्रे जिल्लाको एकदम प्रसिद्ध ठाउँ होइन, नमोबुद्ध नगरपालिका अन्तर्गत पर्ने यो नमोबुद्ध गुम्बा एकदम रमाइलो रहेछ, नसोचे रमाइलो रहेछ। छुट्टै एउटा दरबार जस्तो रहेछ है। कुन ठाउँमा आए जस्तो अचम्मै खाले देखिन्छ। हेर्नुहोस् न, मैले यस्तो यस्तो यो शैलीहरू जम्मै प्रायः चाइनामा देखाएको थिएँ। ठ्याक्कै यो चाइनातिरको झल्को दिने खाले एकदम निकै रमणीय छ, निकै सुन्दर छ। हजुरहरू पनि आउनुभयो भने, काभ्रेतिर आउनुभयो भने यहाँ आउनु नबिर्सिनु होला। आनन्द छ, शीतल छ, चारैपट्टि हेर्नुहोस् हरियाली, घरै घर, कति बाक्ला घरहरू देखिन्छ। छुट्टै ठाउँमा जस्तो अनुभव हुन्छ। सो हेर्दै गर्नु होला। लास। अनि हाम्रो यता चन्दर सरलाई यहाँ कस्तो लाग्यो तपाईँलाई? यहाँ आइपुग्दा एकदम रमाइलो लागिरहेछ। म चाहिँ पहिला पनि आइसकेको हो। यो नमोबुद्ध चाहिँ बौद्ध धर्मावलम्बीहरूको लागि अत्यन्तै पवित्र धार्मिक स्थल हो। यो नेपालमा खास गरी काठमाडौँको स्वयम्भू बौद्ध, त्यसपछि यो नमोबुद्ध, यो तीनवटालाई चाहिँ बौद्ध धर्मावलम्बीहरूले अत्यन्तै श्रद्धा गर्ने र पवित्र धार्मिक स्थलहरूको रूपमा चिनिन्छ। यो नमोबुद्ध, काभ्रेको नमोबुद्ध पनि एउटा चर्चित बुद्धिस्ट तीर्थस्थल हो। आज हामी फेरि आइपुगेका छौँ। म चाहिँ पहिला पनि आइसकेको छु, यद्यपि फेरि आज आएर घुमघाम गर्दैछौँ। नयाँ साथीहरूसँग आउँदाखेरि चाहिँ फर्स्ट टाइम। र अब हामी देखाउन गइरहेको छु यता सिनेमेटिक सडहरू। अनि यो चाहिँ गेट हो होइन। ऱ्यान्डमली मैले चाहिँ यहाँ भिडियो गरिरहेको छु। अनि टक्क लगाएर यहाँ झन्डा पनि रहेछ। राम्रो छ घुम्नको लागि चाहिँ एकदम। मलाई नि एकदम स्वर्ग जस्तै लाग्यो। म फर्स्ट टाइम आएको, कहिले पनि यहाँ आएको थिएन यो नमोबुद्धमा। खुसी लाग्यो। हजुरहरू पनि आउन सक्नुहुनेछ यहाँ। धेरै टाढै नै होइन यो काभ्रेको नमोबुद्ध चाहिँ। यस्तो बबाल छ। यता सिन पनि देख्न सक्नुहुनेछ, यता मुनितिरको सिन। यहाँ हाम्रो एकजना माथि लामा गुरु जानु भइरहेको छ। र माथि पुगेपछि पनि यहाँबाट देखिने यहाँको के रहेछ हामी हजुरहरूलाई इन्फर्मेसन दिने नै छौँ। टक्क लगाएर हामी त धादिङबाट। धादिङदेखि आउनुभएको? आउनुभयो त्यही धेरै नै अहिले आउनुभएको? अनि हजुरहरू चाहिँ कहाँदेखि आउनुभएको तपाईँहरू? हामी बनेपा काभ्रेबाट आएको। ए फर्स्ट टाइम आउनुभएको? होइन, हामी आइरहन्छौँ बेला बेला। म्यागी स्थानीय तपाईँहरू? घुमाउनु ल्याउनु ठाउँ होइन हजुरहरू? हजुर हजुर। ल जाउँ आज कहाँ जाने भन्दा नमोबुद्ध जाउँ। कतिको रमाइलो लागेको छ तपाईँहरूलाई यहाँ? रमाइलो छ। नमोबुद्ध रमाइलो हुँदैन र? यहाँ मन्दिर हुन्छ। त्यसो भए यसो कुरा गरौँ। यतातिरको गाउँहरू कहाँ हुन्छ? दाप्चा कता हो? दाप्चा कता हो? यतापट्टि होला दाप्चा यता भयो। कुन? धुलिखेल यता पर्यो। धुलिखेल यता पर्यो। दाप्चा यता पर्यो। अनि के भन्छ? धुलिखेल यता हो। धुलिखेल यता हो। यहाँको स्थानीयसँग पनि हामीले सानो बाइट लिएको छु र अब म माथि जान्छु। माथि गएपछि के देखिन्छ। अहिलेसम्म त एकदम खुसी नै छु होइन। एकदम सुन्दरता नै छ। ट्याक्क लगाएर बबाल छ। कस्तो राम्रो छ यो ठाउँ। यो भिडियो हेरेर तपाईँहरू पनि पक्कै आउनुहुनेछ यहाँ नमोबुद्ध घुम्नु। यहाँ बाघ पनि छ रहेछ, यहाँ तल बाघ।